सनराइज मोटर पार्ट्समा आज राति पनि काम भइरहेको छ। यहाँ राति सेवा उपलब्ध छ। हाम्रो श्याम सर यसको प्रोपाइटर चाहिँ मेरो बाइकलाई धोइदिनु पऱ्यो भन्ने कुरा भन्दै हुनुहुन्थ्यो। उहाँलाई जोड मेहनतको साथमा मलाई सहयोग गरिराख्नु भएको छ। मेरो बाइक फर्काइदिइराख्नु भएको छ र यहाँ एकदम राम्रो धुलाइ पनि हुन्छ। यहाँ एक्सपिरियन्सको साथमा उहाँ हुनुहुन्छ। सर यता हेरिदिनु त, हाम्रो श्याम सर हुनुहुन्छ। बाइक साह्रै फोहोर भयो, मैं त्यो लिएर आएको थिएँ, धुनु पऱ्यो भनेर भन्नुभयो। ल ठिकै छ र भनेर म ल हेर्नु यहाँ हाम्रो ट्याक्क यहाँ छ। यो हाम्रो सनराइज मोटर पार्ट्स, मोटरसाइकल पार्ट्स एन्ड वर्कसप, चिना पार्ट, शिव मन्दिर जाने बाटोमा। फोन नम्बर पनि यहाँ छ, तपाईँहरूले सोध्न सक्नुहुन्छ। स्क्रिनसट गरेर राख्नुहोस्। कतिखेर अफिस खुल्छ र म धुलाउँछु भनेर एकदम सस्तो भएर पर्दैन राम्रो। किनभने हामी हिँड्ने यही बाइकबाट हो। अब बाइकै राम्रोसँग बनेन भने गाह्रो हुन्छ। यो कहाँ छ भने ठ्याक्क हाम्रो यो होटल सन स्टार इन्टरनेसनल प्राइभेट लिमिटेड छ। ठ्याक्क यसको ठ्याक्क अगाडिपट्टि चाहिँ छ हाम्रो सनराइज मोटर पार्ट। भैरव पथमा चिना पार्ट भनेको छ। ल कसरी अब बाइक चाहिँ बनाउनु पऱ्यो, धुलाउनु पऱ्यो, इन्जिन बनाउनु पऱ्यो भने एकदम राम्रो मिस्त्री जस्तो प्राप्त भएको हुनुहुन्छ। एक्सपिरियन्स आउनु होला।